सम्पूर्णमा नमस्कार। आजको हाम्रो भ्लग भनेको चाहिँ माछा मार्ने भ्लग भएको रहेछ। हाम्रो माछा चाहिँ हाम्रो मिस्टर समीर धिमाल मारिराख्नु भएको छ र हाम्रो दाजु यहाँ अब अर्कियो अरे। ल ठिक छ, अब चाहिँ केटाहरू माछा मार्दैछन्। ल कति कति पार्ने रहेछ माछा हेरौँ है केटाहरू। अब हेर्नुहोस् है गाइज, हेर्नुहोस् हाम्रो एसडिजी समीरको माछा माराई आजको कति पार्न सक्छन् हेर्नुहोस् तपाईहरु। वाउ क्या सेक्सी फिगर। कान्छा ल त एकचोटि कान्छा हेर्न हेर। केटाहरूको कमर आइरहेछ धेरै त होइन। माछा पो कति पार्न सक्ने हो। ल केटाहरूले आउँदा हेलो कान्छा। ऊ माछा उफ्रियो। ल कान्छाले माछा पार्छ अब। उचाल त। ल माछा जोइली माछा कति पर त। वाउ जोइली माछा परिरहेछ। जोइली माछाहरू खै माछा कसरी पार्छ यार। माछा खाम भनेको यार सोल्टी माछा त छैन त। ताराम्बारा हेरेको सरमा गालो आएर मौली हे। जोइनी माछा मात्र परेछ कति धेरै। खै यो केटाहरूले माछै पारेन जस्तो छ हौ गाइजहरू यार। के भन्नु चिप्लेला जस्तो छ यार। म पनि यार पोखरीमै माछा पारो है केटा। माछा पारो यार। माछा पारेको हेरौँ भनेको खोइ माछा खोइ। ल झ्याम माछा पारौँ त। झ्याम माछा पारौँ ल। माछा भेगो त नपारौँ केटा। ल माछा पारौँ। बसन्त ऋतुमा हरियाली छाउँदैछ। तिम्रो माया कतातिर छ तर मेरो मुटु तिम्रो हातमा छ। पहिले यहाँ चाहिँ हाम्रो फारम थियो। अहिले चाहिँ फारम नभएर बाटोको बराम भइरहेछ। वाउ क्या सेक्सी। कान्छा भुँडी त पनि दामी छ त हौ। माछा परो ल। माछा परो सिल्भर होइन रौ नाइमी परो रौ नाइमी। देवस हाम्रो कान्छाले माछा पारेकै हो। खुसी लाग्यो मलाई। ल खायो माछा अब पारेर पनि खायो। माछा खायो। माछा परेको थियो तर के गर्नु माछा झारेर बर्बाद पारेछ। कैसा लोग होता है। अच्छा है मैं अंधा हूँ। कान्छा माछा खाइस। हाँ एक तरफ बोल बोल फेरि। हाँ मुखमान बोल न। एउटा माछा परेको थियो त्यही पनि बगायो। माछा भाग्यो। एउटा परेको थियो त्यही पनि। हेर्नुहोस् म तपाईँलाई देखाउँछु मेरो फारम। यस्तो अवस्थामा छ यार। कसैले अनुदान दिए त हुन्थ्यो नि यार यो फारमलाई। कस्तो रुनु मन लागिरहेछ मेरो फारम हेरेर। दर्शकहरू भनिदिनुहोस् तपाईँहरू मेरो फारम कस्तो लाग्यो। रुनु मन लाग्छ मलाई। आयो थापा मगरको एन्ट्री ल पोखरीमा। ल
कान्छ यार अब त पार्नु पर्यो यार भएन बेजतै गरिस् यार तैँले यार एउटा पनि पारेको पनि त्यो भगाइहालिस् बेजतै गरिस् अलिक टाइट बना टाइट बना टाइट ओ कुदिसक्यो नउताल्न आइज टाइट गर ए भगाइसक्यो नि छेउमा थियो यार भगाइसक्यो त्यही फेरि छेउमा ओ दुलो कत्रो छ नि त्यहाँ दुलो पान मेरो छोरा भन्नु न यता चाहिँ माछा पकाउने मान्छे माछी बोक्ने मान्छे धपाउने मान्छेको अनुहार यस्ता छ अनि कहिले अनि माछा पर्छ त कान्छा अब चाहिँ ओ कान्छा हान्नु पर्यो हेर्नुहोस् है मोटी मान्छेले ढबाको माछा लाप्ता हान्छ अरे मोटी मान्छेलाई आयो होइल मोटी हेर्नुहोस् होइल मोटी ऊ अगाडि छ त साइडमा बस्छ होइल मोटी अगाडि बसेर हुन्छ घुम छिटो आइज फास्ट आस कान्छा फास्ट तलको हान फास्ट आइज माछा ल ए ऊ छिरिसक्यो माछा उफ्रिसक्यो माछाले नै उफार नि बाङबुङ अनि ए झुल त यस्तो झुलको कति झुलै यस्तो छ जोइ नि माछा त पर्यो नि तर ठुलो माछा त पार्नै सकेन ए गरी खाँदैनस् कान्छा यार गरी खाँदैनस् त मुलाले झुल हेर्नु कस्तो च्याति यस्तो हुनु पर्यो खै कस्तो यता देखा त ए झुल पनि यस्तो च्यात रहेछ यार मान्छे यार ए मान्छेको गतिले रहेछ यार झुल च्यात रहेछ ल मान्छे चाहिँ गतिले हो हाम्रो कान्छा यार झुल सबै च्याट्ने भनेपछि आयो हाम्रो खोरी चाम्दीको हिरोनी ल ओ वाउ खोरी चाम्दीको हिरोनी हेलो गाइस खोरी चाम्दीको हिरोनी हो टु माय ब्लग मामु त कहिले खोल्ने गुलिया आएछ मेकअप गर्नु पुत्ता मेकअप गर्नलाई झुलाएको न झुलायो ल अब चाहिँ नयाँ झुलले ठुल्ठुलो पार्नु पर्यो कान्छा यार तै छेस एउटा आज ए होइल मोटीले आज माछा मार्दै हुनुहुन्छ हाम्रो होइल मोटी ल कहाँ छ मामु खोइ म त देख्दैन त माछा मात्रै देख्छु त्यहाँ त मामु छैन त ल कान्छा यार अब नयाँ झुलले ठुल्ठुलो माछा पार्नु पर्यो यता जा र यता कान्छा हो यता साइड छेउछेउमा क्या पर माछा पर ल यो नयाँ झुलले माछा पारेछ यार ओ बोय बौ गाली लैछ चुरो टाम पालो
चुरो टाइम लो चुरो टाइमले ए पेपर बाम है ना नो सिंग नारो सरपा हाम्रो हिरोइनी भाइरल छ के गर्नु भ्लगै बनाउँदैन बनाउनु पर्यो यो हाम्रो खरिचाम्दी हिरोइनीको चाहिँ एउटा नानी छ नानी चाहिँ यही हो तपाईहरु हेर्न सक्नुहुन्छ हाम्रो भतिजी छोरीको एउटा नानी छ खरिचाम्दीको हिरोइनीको तपाईहरु हेर्नुस् माछाले हान्दैछ माछाले हान्दैछ गाइस हेर्नुस् है तपाईहरु समीर भाइ ल छिटो हान्नु पर्यो माछा निकाल्नु पर्यो जम वाउ माछा हान्नु आली त माछा खाइदिएको मुलागले परेन पर परिरहेछ सानो हो कि ठुलो पर्यो तर पर्नु त परिरहेछ देखादा कत्रो पर्यो पर्नु त पर्यो कत्रो पर्यो थाहा छैन खोइ त माछा छैन होला त्यही भित्र होला बिरुवा हो बिरुवा ए फाल नैमी रौ हो रौ होइन रौ हो क्या गिलास हो खोइ त्यहाँ हो राख अलिक होइल माछा फासाउनु पर्यो माछा पर्यो उदो छेउमा आइज छेउमा ए उठाइसक्यो नि टाइट हुनुपर्छ क्या तल कान्छ न अलिकति पर्यो ए यत्रो बिरुवा परेछ सानो होला ठुलो छ एउटा ल त्यही अब निकाल्दा हुन्छ ठुलो छ त्यही मात्र ठुलो माछा बिरुवा सानो यता चाहिँ हाम्रो व्हेल माछा यता चाहिँ हाम्रो सिल्भर माछा यता आली त माछा खाइदिएको उचाल्न अलिक मजाले दोनी हात प्रोपरली वाउ कान्छाको सिक्स प्याक साह्रै राम्रो लाग्यो मलाई यार सिक्स प्याक त सालेर मुखमा साह्रै रिसाउँछस् क्या त नरिसा मलाई तेरो भिडियो भाइरल हुँदैछ त एउटा भिडियो आउनुहोस् है गाइजहरु हाम्रो समीरको नयाँ काण्ड आउँदैछ काण्ड सिमसार काण्ड आउँदैछ सिमसार काण्ड समीर धिमालको सिमसार काण्ड पक्रियो पक्रियो हाँसीमा राख्दा माछा पक्रेको माछा अरे झोलमा हाल्न
झोलमा झोलमा हाम्रै हो भयो वाउ जे होस् हाम्रो सिक्स प्याक कान्छाले चाहिँ माछा पक्रेकै हो देख्यो आज कला देख्यो यार कान्छाको कला देख्यो कला देख्यो ल माछी मारना माछा केटाले पारेको 3टा माछा सबै हो जस कान्छाले कल माछा उफ्रिँदैछ के कति 100 के चाहिँ कति किलो माछा कति छ कालो कसो गर्नुहुन्छ हाम्रो खोरी चान्दी हिरोइनीको चाहिँ यो एउटा छोरी अनि यो एउटा छोरा छ 2टा मात्र हो धेरै छैन तपाईहरु हेर्न सक्नुहुन्छ वाउ नाइस फिगर वाउ सिक्स प्याक वाउ सिक्स प्याक तलको झन् वाउ